आज चाहिँ हामी नम्बरी ग्रुपको हाटबाट यहाँ 5 दिनको लागि होलिडेको हाम्रो यो पहिलो दिन हो। दिदीबहिनीहरू यहाँ पुरा खानापिनाको लागि तम तयार गर्दै हुनुहुन्छ। उता पर नैनाकला बहिनीले तम्बाको तयारी गर्दै हुनुहुन्छ। यता बालाकोको चटनी बनाउँदै हुनुहुन्छ। अनि सबै आजको खानाको तयारीमा छौँ। ठाउँ निकै राम्रो रमाइलो छ। हाम्रो किशोर नम्बरी उहाँ चाहिँ भ्लगर हो। भ्लगरले चाहिँ उहाँ बाहिरतिरको सबै कुराहरू सिनारियो खिचेर ल्याउनु भएको छ। अनि यता हाम्रो जयनारायण नम्बरी यस्तो छ। हाम्रो जस बस्ने ठाउँ एकदम रमाइलो छ। जम्मा यहाँ 8वटा कोठा छ। हामी चाहिँ 13 जना मात्रै छौँ आज। गर्दाखेरि 1 कोठा स्पेयर पनि रहन्छ। एनिवे आउटसाइड पनि एकदमै राम्रो छ। यहाँ हेऱ्यो भने भोलि हामी सायद बारबेक्यू यो एरियामा गर्छौँ। भोलि दिन राम्रो भयो भने यहाँनिर आउटसाइडमा ड्रइङ गर्ने हाम्रो प्लानिङ छ। यतापट्टि यो घरको चाहिँ यो होलिडे हाउसको चाहिँ अफिस चाहिँ यतापट्टि छ। र होलिडे हाउस निकै रमाइलो छ। यो ठाउँ पनि एकदम क्वाइट रहेछ। घरहरू यहाँको पब्लिक घरहरू पनि अलिक टाढा टाढै छ। यहाँनिर मोटामोटी नोइजी हुँदाखेरि पनि खासै फरक चाहिँ नपर्ने खालको ठाउँ रहेछ। रमाइलो लाग्यो। हाम्रो नम्बरी कमल र हाम्रो सूर्यकला सानीले बुक गर्नुभएको हो। रमाइलो छ, एकदम रमाइलो लाग्यो यो ठाउँ।